नमस्कार सबै श्रोताहरूलाई स्वागत छ। आज हामी पूर्वी नेपालको एउटा एकदमै पवित्र स्थलको कथामा अलि गहिरिएर कुरा गर्दैछौँ। ताप्लेजुङको पाथिभरा देवी मन्दिर। समुद्र सतहबाट करिब 3794 मिटर, 12,000 फिटभन्दा माथि हो त्यति उचाइमा। त्यसैले यो केवल एउटा मन्दिर मात्रै होइन, यो त हिमाल, घना जङ्गल अनि प्रकृतिको एकदमै सुन्दर सङ्गम भएको पवित्र तीर्थस्थल हो। अनि यो पाथिभरा भन्ने नामै अलिकति अनौठो सुनिन्छ। कसरी रहन गयो रे यो नाम? यसको बारेमा चाहिँ अब सबैभन्दा प्रचलित भनाइ के छ भने मन्दिर जुन डाँडामा छ नि, त्यो डाँडाको चुचुरोको आकार त्यो चाहिँ ठ्याक्क हामीले अन्नपात नाप्ने भाँडो पाथी हुन्छ नि। ए पाथी हो। ओ त्यही पाथी जस्तो देखिने भएकोले यसको नाम पाथिभरा रहन गएको हो भनिन्छ। त्यति अग्लो ठाउँ, घना जङ्गल, वरिपरि हिमाल, त्यो वातावरणले नै छुट्टै आध्यात्मिक अनुभव दिन्छ होला। अब अलिकति इतिहासतिर जाउँ न त। मन्दिर कहिले बन्यो, कसरी सुरु भयो, लेखेको कुरा त कमै छ भन्छन्, तर कथाहरू, किंवदन्तीहरू त पक्कै होलान् नि। हो, लिखित प्रमाण त खै खासै भेटिन्न, तर जनश्रुति कथाहरूले नै यसको इतिहासलाई जीवित राखेको छ। सबैभन्दा चर्चित कथा चाहिँ भेडा गोठालाहरूसँग जोडिएको छ। ए गोठालाको कथा? धेरै वर्ष पहिले स्थानीय गोठालाहरू थिए रे। कोही गुरुङ सेरुवा भन्छन्, कोही गुरुङ र लिम्बू दुवै समुदायका थिए भन्छन्। उनीहरू आफ्ना सयौं भेडाहरू लिएर चराउन यही पाथिभराको डाँडामा पुगेछन्। तर के भयो कुन्नी, अचानक ती सबै भेडाहरू हराएछन्, एकदमै रहस्यमय तरिकाले। उनीहरूले जतासुकै खोजे, तर कतै भेटेनन्। अनि अब निकै निराश भएर फर्किन लाग्दा एकजना मुख्य गोठालालाई राति सपना भएछ। सपनामा असाधारण तेजले भरिएकी, मतलब एकदम सुनौलो आवाज छरिरहेकी एक देवी प्रकट भइन् रे। हातमा त्रिशूल र कमलको फूल लिएकी, मुहारमा शान्त तर शक्तिशाली भाव। अनि उहाँले निकै स्नेहपूर्ण तर दृढ स्वरमा भन्नुभएछ, हे गोठालाहरू, नडराऊ, तिमीहरूका भेडा कतै हराएका छैनन्। तिनीहरू मेरै संरक्षणमा छन्, यही पहाडमा सुरक्षित छन्। अनि अझै भन्नुभएछ, यदि तिमीहरूले मेरो सम्मानमा पूजाआजा गर्यौ, पवित्र मनले मलाई सम्झ्यौ र मेरो नाममा बलि चढायौ भने तिम्रा सबै भेडा फिर्ता पाउनेछौ। अनि अन्त्यमा अबदेखि म यही स्थानमा निवास गर्नेछु। यो त आश्वासन मात्रै भएन, यो त एउटा वाचा जस्तो भयो, शर्त सहितको प्रतिज्ञा। ओहो, सुन्दा पनि अनौठो लाग्ने। अनि बिहान उठेपछि के गरे त उनीहरूले? सपनाको कुरा पत्याए त? बिहान हुन्ने बित्तिकै ती गोठालाले आफ्ना साथीहरूलाई सपनाको सबै कुरा सुनाए। सुरुमा त अरूलाई खै विश्वास लाग्यो कि लागेन होला, तर हराएको बथानको चिन्ता एकातिर अनि सपनाको त्यो स्पष्टता अर्कोतिर। उनीहरूलाई देवीले भने बमोजिम गर्नै पर्छ भन्ने लाग्यो। उनीहरूले देवीले सपनामा देखाएको भनिएको ठाउँमा मिलेर ढुङ्गाहरूको एउटा सानो वेदी, मतलब थान जस्तो बनाए। आफूसँग जे थियो त्यही हो, उनीहरूले आफूसँग भएको जे थियो, दूध, अन्न, सायद केही फलफूल पनि होला, त्यही चढाए। अनि देवीले बलि मागेकी हुनाले आफ्नो बथान फिर्ता पाउने आशामा उनीहरूले पशु बलि पनि दिए। मनमा त डर, शङ्का, आशा सबै मिसिएको थियो होला। के साँच्चै देवीले भने जस्तै हुन्छ? के हाम्रो पुकार सुनिएला? यस्तै सोच्दै उनीहरूले श्रद्धापूर्वक पूजा सके। र त्यसपछि पूजाविधि सकिएर त्यो धूप बत्ती निभुन नपाउँदै नजिकैको घना जङ्गलबाट एकाएक भेडाहरू निस्कन थाले। एउटा दुईटा होइन, हराएको पुरै बथान। अनि आश्चर्यको कुरा के भने सबै भेडा सकुशल थिए, एउटा पनि हराएको थिएन, सबैका सबै फिर्ता। यसले उनीहरूको मनमा देवीप्रति एकदमै अटल विश्वास जगाइदियो। उनीहरूले बुझे ती देवी सामान्य होइनन्, साक्षात् शक्ति हुन्, जसले उनीहरूको पुकार सुनिन्। त्यसपछि उनीहरूले त्यो ठाउँलाई अत्यन्तै पवित्र माने र ती देवीलाई पाथिभरा माता भनेर पुकार्न थाले। अब अलिकति स्थानीय लिम्बू संस्कृतिसँग यसको सम्बन्धबारे पनि कुरा गरौँ न। स्रोतहरूमा मुकुमलुङ भन्ने शब्द पनि आएको छ, यो के हो? अलि बताइदिनुस् न। हो, यो पाटो पनि उत्तिकै महत्त्वपूर्ण छ, किनभने पाथिभरा क्षेत्र ऐतिहासिक रूपमा लिम्बू समुदायको बसोबास भएको ठाउँ हो। उनीहरूको आफ्नै मौलिक संस्कृति र विश्वास प्रणाली छ, जसलाई मोन्दुम भनिन्छ। लिम्बू भाषामा उनीहरू पाथिभरा पहाडलाई मुकुमलुङ भन्छन्।
मुकुमको अर्थ हुन्छ शक्ति वा आत्मा अनि लुङको अर्थ ढुङ्गा वा पहाड। भनेपछि पवित्र आत्मा वा शक्ति वास गर्ने पहाड यो उनीहरूका लागि परापूर्व कालदेखि नै एकदमै महत्त्वपूर्ण स्थल हो। भनेपछि पाथिभरा देवीको जुन हामीले सुनेको कथा छ त्यो र मुकुमलुङको अवधारणा फरक हुन् कि एउटै हुन्? कसरी जोडिएका छन् यिनीहरू? यो अलि जटिल तर रोचक विषय हो। कतिपय अध्येताहरू के भन्छन् भने पाथिभरा देवीको जुन अहिले प्रचलित कथा छ त्यो पछि विकसित भएको हो। त्योभन्दा पहिलेदेखि नै लिम्बूहरूले त्यस स्थानलाई मुकुमलुङ मानेर पुज्दै आएका थिए। उनीहरूको मिथकमा पाथिभरालाई कहिलेकाहीँ सृष्टिकी आदिम देवी युमा साम्माङ मतलब हजुरआमा देवीसँग पनि जोडेर हेरिन्छ, जो प्रकृतिको संरक्षक हुन्। त्यसैले यहाँ दुई फरक तर एक आपसमा मिसिएका विश्वास प्रणाली देख्न सकिन्छ जस्तो लाग्छ। पाथिभराको कथाले यसलाई व्यापक हिन्दू धार्मिक परम्परासँग जोड्यो भने मुकुमलुङले चाहिँ यसको आदिवासीय र स्थानीय जरालाई दर्शाउँछ। अनि लिम्बू परम्परामा त्यहाँ पूजा गर्ने केही विशेष चलनहरू छन् कि? जस्तो अघि हामीले बलि चढाउने कुरा गर्यौं, अरू केही? सन्नी स्रोतमा एउटा रोचक कुरा के उल्लेख छ भने लिम्बू परम्परा अनुसार मुकुमलुङ पाथिभरामा पूजा गर्दा वा मन्दिर परिसरमा जाँदा होहल्ला, चिच्याउनु वा ढोका ढकढक्याउनु हुँदैन भन्ने मान्यता छ अरे। एकदमै शान्त भएर मौन रूपमा हृदयदेखि प्रार्थना गर्नुपर्छ। यो चलनले पनि त्यस स्थानको गम्भीरता, पवित्रता र त्यहाँ वास गर्ने अदृश्य शक्तिप्रतिको सम्मानलाई देखाउँछ। अनि कतिपय स्थानीय विश्वासअनुसार देवी कहिलेकाहीँ रातमा चम्किलो प्रकाश वा अनौठो फूलको रूपमा पनि प्रकट हुनुहुन्छ भन्ने मानिन्छ। ओहो, कति गहिरो र बहुआयामिक रहेछ यो ठाउँको सांस्कृतिक पृष्ठभूमि। एउटै स्थल तर फरक समुदाय र परम्परामा त्यसको अर्थ र महत्त्व अलि फरक हुँदो रहेछ। हो, यही नै यस्ता पवित्र स्थलहरूको विशेषता हो। यसले विभिन्न सांस्कृतिक धाराहरूलाई आफूमा समेटेको हुन्छ। पाथिभराको कथाले हामीलाई देखाउँछ कसरी एउटा स्थानीय घटना वा विश्वासले समयक्रममा बृहत धार्मिक र सांस्कृतिक आयाम ग्रहण गर्न सक्छ। अन्ततः पाथिभरालाई एउटै वाक्यमा भन्नुपर्दा यो एउटा यस्तो ठाउँ हो जहाँ विश्वास मात्र होइन, इतिहास पनि जीवित छ। यो मिथक, इतिहास र आस्थाको एक जीवन्त सङ्गम हो। पाथिभराको यो गहिरो विरासतको अन्वेषणमा आज हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को पटक फेरि भेटौँला। नमस्ते।